हेलो गुड इभिनिङ सम्पूर्ण साथीहरूलाई नमस्कार छ, स्वागत छ हजुरहरूलाई। आज सानो छोटो भिडियो बनाउन लागिरहेको छु। म चाहिँ यसो बाहिरतिर कामको लागि निक्लिरहेको छु। भोलि फ्राइडे हो, फ्राइडेले गर्दाखेरि फ्राइडेमा ड्युटी हुँदैन। आज चाहिँ यसो बाहिरतिर जाँदैछु म चाहिँ। साथीहरूको के छ त, नयाँ नौलो खबरहरू सुनाउनुहोस्। सन्चो के छ त तपाईँहरूको सुनाउनुहोस्। अनि आज चाहिँ अब अरू बेला भ्याइँदैन, साँझतिर यसो बाहिरतिर घुम्न निक्लिने हो। अरू बेला त भ्याउने कुरै आउँदैन। त्यस्तै छ साथीहरू। आज चाहिँ अलिक यो नयाँ ठाउँ हो। म चाहिँ बाहिर जाँदैछु साथीहरू। तपाईँहरूको के छ त सुनाउनुहोस्। धेरै दिनपछि मैले यसो भिडियो बनाउन लाग्छु। आज भिडियो नबनाएको धेरै भयो गाइजहरू। आज चाहिँ यसो हल्का टाइम पनि मिलेको थियो। टाइम मिलेर चाहिँ आज मात्रै हल्का भिडियो बनाउन लागेको हो। साथीहरूको चाहिँ यसो सपिङ पनि गर्नु पर्दाखेरि अलिक भाषा हुन्छ। सपिङ गर्दै यसो बाहिर पनि हिँड्नु पऱ्यो भनेर यसो बाहिर हिँडेको। छ गाह्रो छ गाइजहरू। पट्टालाहरू त्यो सानो घर हुन्छ, ठुलो घर। घुमौँ भन्दा पनि एकदमै बोर लाग्छ। बाहिर नजाउँ भन्दा पनि हल्का बाहिरतिर यसो त्यही भएर जाँदै गरेको हो। जाने नै खासै ठाउँहरू छैन साथीहरू। के कस्तो छ चेकतिर गइरहेको छु। खालि चेकमा गइरहेको छु।
बेलुकाको मौसम अलिक ठन्डी नै हुन्छ है। दिउँसो चाहिँ अलिक धेरै गर्मी हुन्छ, धेरैभन्दा दिउँसोतिर अलिक गर्मी नै हुन्छ। बेलुका चाहिँ हल्का मौसम चेन्ज हुन्छ, मौसमहरू ठन्डा रहन्छ। आज चाहिँ किनभने पानी पर्ने जस्तो हुन्छ, सायद पानी आउँछ होला। यो फेरि यो ठाउँमा फेरि पानी मौसम क्लियर हुँदा पनि पानी आएकै हुन्छ। पानीको टुङ्गे ठेगानै हुँदैन यहाँ त। कति बेला पानी आउँछ के हुन्छ थाहै हुँदैन। अहिले झलझल घाम लागिरहेको हुन्छ, अहिले फेरि एकैछिनमा पानी परिरहेको हुन्छ। म चाहिँ आज छु बाहिरतिर हल्का हावा खानु पर्यो भनेर चाहिँ बाहिरतिर निस्केको। साथीहरू बाहिर नजाउँ भने नि रुममा मात्र बसेर बोर मात्र लाग्ने, त्यही भएर यसो बाहिरतिर पनि बाहिरको हावा पनि यसो लिनु पर्यो भनेर यसो बाहिर निस्केको। त्यस्तै छ साथीहरू, के गर्नु। भाइहरू खेल पनि खेलिरहेछ। हल्का रमाइलो खेलिरहेछ भाइहरू। आजको सिन भनेको यस्तै छ साथीहरू। हाम्रो सिनहरू छैन। उता गयो पार्किङतिर, उता गयो पार्किङतिर, त्यो पार्किङतिर राख्नुहुन्छ। हस् त साथीहरू, ओके, गुड नाइट, बाई। भोलि फेरि अर्को भिडियो लिएर आउँछु। सबैले यो भिडियो हेरेर माया गरिदिनु होला र लाइक कमेन्ट गरिदिनु होला प्लिज, यही भन्न चाहन्छु। लाइक र कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। जति चाहिँ छुट्टै भयो लाइक कमेन्ट गरिदिनु नबिर्सिनु होला। ओके, बाई, थ्याङ्क यू सो मच, गुड नाइट। All.